हामीहरू गोरो भए पनि अनुहार सफा भए पनि कसैलाई चाहिँ आफ्नो गिजाहरू चाहिँ अलिक बढी कालो भए जस्तो बढी पिगमेन्टेड भए जस्तो लाग्न सक्छ। म डाक्टर कुशल बिम्ब, सिनियर कन्सल्टेन्ट ओरल एन्ड म्याक्सिलोफेसियल सर्जन, ओम समाज डेन्टल हस्पिटल। नमस्ते। पहिलो हामीले के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो स्किन अथवा गिजामा आउने जुन रङ छ त्यो के कारणले हो। यो चाहिँ हाम्रो शरीरले आफै एउटा चाहिँ सेल प्रोड्युस गरेर आएको हुन्छ, जसलाई चाहिँ हामीले चाहिँ मेलानोसाइट्स भनेर भन्छौँ। यसबाट निस्किने पिगमेन्ट्सहरू हुन्छ जसलाई चाहिँ मेलानिन पिगमेन्ट भनिन्छ। यही मेलानिन पिगमेन्टको कारणले गर्दाखेरि चाहिँ हाम्रो शरीरमा अथवा गिजाहरूमा चाहिँ ब्राउनिस कलरेसन, पिङ्किस कलरेसन अथवा डार्क कलरहरू क्रिएट हुने हो। अब कसैमा यो जेनेटिकली अथवा चाहिँ एउटा फ्यामिलियल एउटा प्रिडिस्पोजिसनले गर्दाखेरि चाहिँ पिगमेन्टेसनहरू भइरहेको हुन्छ र सर्टेन हार्मोनल इन्फ्लुएन्सले गर्दाखेरि पनि अलिकति मेलानोसाइट्सहरूको प्रोडक्सन बढी भएको हुनाले चाहिँ पिगमेन्टेसन भएको हुनसक्छ। यो पिगमेन्टेसनलाई चाहिँ हामीले डेफिनेटली हटाउन सक्छौँ। यसको पद्धतिहरूमा चाहिँ लेजर डिपिगमेन्टेसन पनि गर्न सकिन्छ र सँगसँगै सर्जिकल हिसाबले पनि हामीले चाहिँ डिपिगमेन्टेसन गर्न सकिन्छ।